मेरो बिहा गर्नुपर्छ छोरा। हुन्छ हो आमा, तर सही ल्याए अर्कैले सही ल्याउँदो रहेछ। यसपालि पनि एसएलसी फेल भयो हैन? अनि जाँच यता दिन्छौ, उता पास कसरी हुन्छ त? अब यता चाहिँ पास हुन्छ हैन त? लुगा नापेर आएको कि आगो तापेर आएको? अनि पुष्पाजीले के माथि चढ भन्नुभयो। के भनिस्? रुख माथि चढ भन्नुभयो। हुँदा हुँदा दिउँसै रक्सी चढाउन थाल्यो होइन अब? नाइट बस हो र राति मात्रै चढाउनलाई। मेरो खराब पानी छ, मेरो खराब। तेरा बाउ खा चाँडै खा छिटो अझै मिलेनस्? साँच्ची तरकारी अचार केही छैन। खत्तम। यो चाहिँ सट्टा हो कि क्या हो? किन? मिठो मिठो सट्टा अबि वटारे त्यसका बाजे के गरिरहे हो त त्यहाँ? देखेनौ यहाँ पढिरहनी, जमिनमा बसेर पढ्यो, सधैँ फेलका फेल, त्यही भएर रुख चढेर पढ्यो नि। यसपालि त एसएलसी पास भए। रुखा चढेर पास हुने भइदिया भए बाँदर जति सबै डाक्टर र इन्जिनियर हुन्थे। तैँले गाउँमा रुख चढ्न जाने छैन? अनि यस्तो त कहाँ चढ्नु हो, गाउँमा त भुइँसी मात्रै चढ्यो। यति राति आइछस् त? खास कुरो त उडाएर ल्याइस् कि के हो? ढङ्गा भएर उडाएर ल्याउनलाई। अर्को हिरो खै त? हिरो कहाँ एक्लै आउँछ त? हिरोइनसँग आउँदै खालि। खत्तम। अब के गर्छस् त केटो? खास त तँलाई उडौँ भनेको, त कहाँ छड्किस त्यही भएर उसैलाई उडाइदिउँ मैले। मेरो खराब पानी छ, मेरो खराब। साला मैले धर्रा र घण्टाघरको लभ परे फर्स्ट टाइम देखेला। आज त नौनलाई छस् त? तिमी जस्तो हो त महिना दिनमा नुहाउने? मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ। आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन। हाम्री आमा त स्याम्पल पिसै हो नि, कहाँ भेटेछन् कुनै हाम्रा बाले? त्यसको असर मलाई सोच परिरहेछ यहाँ। फेरि बिहाको कुरा ननिकाल है आमा। तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त? तँलाई पाइन तँलाई? तिमीले हात दिनु सिकायौ, अब म यो ब्यानर कसरी च्यात्ने त्यो सिकाउँछु। एक्सक्युज मी? नेपालीमा भन, अंग्रेजी बुझ्दिन। वार्ताको टेबलमा एकचोटि बस्दै नि त। यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ? पछाडिको 6वटा त मैले दिया हो, अगाडिको 4वटा कसले दिएछ? आर यु कमेडी मी? ओइ, भोलि तिमीहरूको बिहान के गर्ने प्लान छ भन त? पियानो उठ्ने, मुख धुनी, बम पड्काउने। 4 बम।